ल हेर्न। जीवनको मोल बहुमूल्य हुन्छ। कुनै भुक्तानी कहिले यथेष्ट हुँदैन। यस्तो कोही छैन जो सधैँ बाँचिरहन्छ र कहिले कुहनु पर्दैन, किनकि सबैले देख्न सक्छन् कि बुद्धिमान मानिस पनि मर्दा रहेछन्। मूर्ख र विवेकहीन मानिसहरू पनि नष्ट हुन्छन् र तिनीहरूले आफ्ना धन सम्पत्ति अरूहरूका लागि छोड्छन्। तिनीहरूका चिहान सदाकाल तिनीहरूका घर हुन्छ। पुस्तौसम्म तिनीहरूका वासस्थान हुनेछन्। यद्यपि तिनीहरूले आफ्नै नाउँमा जमिनको नाउँ राखेका थिए, तर मानिस आफूसँग धन सम्पत्ति भए तापनि टिकिरहन सक्दैन। त्यो त नष्ट हुने पशुतुल्य हो। आफूमाथि भर पर्नेहरूको गति यस्तै हुन्छ र तिनीहरूका कुरालाई समर्थन गरेर तिनीहरूका पछि लाग्नेहरूको गति पनि यस्तै हुन्छ। तिनीहरूको अन्त्य भेडाको जस्तै चिहानमा हुन्छ। मृत्युले तिनीहरूलाई निल्नेछ। बिहानै सोझाहरूले तिनीहरूमाथि शासन गर्नेछन्। तिनीहरूका राजकीय महलदेखि टाढामा तिनीहरूका देह चिहानमा कुहिर जानेछन्। तर परमेश्वरले मोल तिरेर मेरो प्राणलाई चिहानबाट छुटाउनु हुनेछ। उहाँले मलाई निश्चय नै ग्रहण गर्नुहुनेछ। कोही धनी भयो र त्यसको घरको गौरव बढ्यो भने तिमीहरू नडराऊ, किनकि त्यो मर्दा त्यसले आफूसँग केही पनि लैजाने छैन। त्यसको गौरव त्यसको पछि पछि जाने छैन। त्यो बाँचुन्जेल आफूलाई त्यसले धन्यको ठान्यो। कारण मानिसहरूले कोही मानिसको उन्नति हुँदा त्यसको प्रशंसा गर्छ, तापनि त्यो आफ्नो पिता पुर्खाको पुस्तामा मिल्न जानेछ, जसले फेरि कहिले जीवनको ज्योति देख्ने छैनन्। समझ शक्ति नभएको धनी मानिस नष्ट हुने पशुतुल्य हो। धन्यवाद। तपाईँले भिडियो हेर्नुभएको छ, म विश्वास गर्दछु। र आजको वचनले हामी के बुझ्यौँ भने हामी धन सम्पत्तिमा घमण्ड नगरौँ, भरोसा नगरौँ। सबैलाई जय मसीह।